शेयर बजारमा लगानी गर्न चाहनेहरूको लागि यो सुवर्ण अवसर हो। अहिले 2 कम्पनीको आइपिओ बजारमा खुलिरहेको छ। त्यो कुन कुन हुन्, कसले भर्न मिल्छ, कति किताब भर्दा सम्भावना बढी हुन्छ र यसको बजार मूल्य कति छ र यी शेयरहरू किन्दा फाइदा हुन्छ कि बेफाइदा, यी सम्पूर्ण जानकारीहरू म यस भिडियोमा दिनेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। नमस्ते साथीहरू, तपाईहरुलाई यस युट्युब च्यानलमा स्वागत छ। साथीहरू, तपाई हामीलाई कुन माध्यमबाट हेर्दै हुनुहुन्छ? युट्युबबाट हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यदि टिकटक र फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने टिकटक र फेसबुकमा नै फलो गर्न नबिर्सिनु होला। साथीहरू, पहिलो नम्बरमा हामी क्रिस्ट माइक्रोलाइफको छोटो चर्चा गर्नेछौँ। क्रिस्ट माइक्रोलाइफले सर्वसाधारणको लागि 18,45,000 आइपिओ खुला गरिसकेको छ। यसको बारेमा सम्पूर्ण जानकारी मैले अघिल्लो भिडियोमा चर्चा गरेको छु। युट्युबमा गएर हेर्न सक्नुहुन्छ र म यहाँ माथि आई बटनमा नि राखिदिनेछु। त्यसैगरी आजको भिडियोको दोस्रो आइपिओ रहेको छ प्योर इनर्जी लिमिटेड। यदि तपाईँ वैदेशिक रोजगारमा हुनुहुन्छ भने तपाईले यो आइपिओ एप्लाई गर्न सक्नुहुन्छ। प्योर इनर्जी लिमिटेडले स्थानीय र विदेशमा कार्यरत नेपाली नागरिकलाई फागुन 20 गतेदेखि आइपिओ खुला गरेको छ। यदि तपाईँ नेपाल सरकारबाट श्रम स्वीकृति लिई र सामाजिक सुरक्षा कोषमा सहभागी भएर विदेश जानुभएको छ र तपाईले रेमिटान्स एकाउन्ट खोल्नु भएको छ र कम्तीमा त्यो रेमिटान्स एकाउन्टबाट पछिल्लो 6 महिनामा 50,000 पैसा डिपोजिट गर्नुभएको छ भने भइसकेपछि तपाईले बैंक खातामै भएकैमा पनि अनुरोध गर्न सक्नुहुन्छ डिमेन्ड खाता बनाउन र आवश्यक कागज पत्र पूरा गरेर तपाईँ वैदेशिक रोजगारको कोटामा रहेको शेयरमा भाग लिन सक्नुहुन्छ। कम्पनीको जारी पुँजी 80 करोड छ, जसमध्ये 2% अर्थात् 1,60,000 युनिट शेयर स्थानीयलाई र कम्पनीको जारी पुँजीको 18% अर्थात् 14,40,000 सार्वजनिक निष्कासन मध्ये 10% ले आउने अर्थात् 1,44,000 इकाइ शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई फागुन 20 गतेदेखि खुला गरेको छ। त्यस्तै यसमा पनि अरु जस्तै न्यूनतम 10 किता र अधिकतम 16,000 किता शेयरको आवेदन दिन सक्नुहुनेछ। मेरो शेयर प्रयोग गरेर कसरी आइपिओ एप्लाई गर्ने भने जानकारी दिन गइरहेको छु। त्यसैगरी यसको बिक्री प्रबन्धकमा नोबेल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ। सर्वप्रथम साथीहरू, तपाईले आफ्नो मेरो शेयरको आइडी पासवर्ड राखेर लगइन गर्नुहोस्। कुनमा छ तपाईको मेरो शेयर एकाउन्ट। लगइन गरिसकेपछि यहाँ तपाईलाई एउटा नोटिफिकेसन आउँछ। यो नोटिफिकेसन देखाइरहेछ सरकारले एउटा वैदेशिक रोजगारमा गएका र नेपाली नागरिकहरूलाई ऋण पत्र खोलेको छ 5 वर्षको लागि। तपाईँ चाहनुहुन्छ भने भर्न सक्नुहुन्छ। त्यसैगरी यहाँ देब्रेपट्टि आसपासमा थिचिसकेपछि कुन आइपिओ खुलेको छ यहाँ देखाइरहेछ। अस्ति हामीले क्रिस्ट माइक्रोलाइफको भर्यौं, एडिट देखाइरहेको छ यहाँ तल म्युचुअल फन्डको। त्यसैगरी तल वैदेशिक रोजगारको लागि रिजर्भ भनेको छ। यो हामी सिलेक्ट गरिसकेपछि कति किता बैंक डिटेल राखिसकेपछि 10 किता हो कि 20 किता कति थिच्ने हामीले बैंक डिटेल हालिसकेको छ। यहाँ 20 किता भरे मैले चाहिँ आफ्नो शेयर नम्बर राखेर बक्समा राइट थिचेर त्यसैगरी यहाँ तपाईको ट्रान्ज्याक्सन पिन 4 डिजिटको राखेर एप्लाई गर्न सक्नुहुन्छ। यहाँ हाम्रो एप्लाई सक्सेस भइसकेको छ। यसरी नै साथीहरु, तपाईहरुले पनि आफ्नो मेरो शेयर एकाउन्ट प्रयोग गरेर वैदेशिक रोजगारमा रिजर्भ शेयर एप्लाई गर्न सक्नुहुन्छ। धन्यवाद।